हैं फोटोमा त गाडी थियो त यहाँ त पैदल आइरहेछ त हेलो तपाईँ हिँड्दै आउनु भएको अनि तपाईँको गाडी थियो होइन र कहाँ अनि फेसबुकमा त फोटो देखाएको थियो त गाडीमा बसेको ए मेरो गाडी त फेसबुक मात्रै हो नि साथीको गाडीमा फोटो खिचेर हालेँ क्या मैले अनि बाइक पनि छैन स्कुटर थुक्क अहिलेको जमानामा जाबे एउटा स्कुटर नहुनेले केटी पठाउनु खोज्दै एक्सक्युज मी दाइ दाइ यता के हुनु दाइ मेरो नयाँ स्कुटरमा बिहान भएर फुल ट्याङ्की तेल हालेर 2 बोतल त एक्स्ट्रा डिकीमा हालेर एक्लै जान आँटेको यो बाटो कहाँ पुग्छ होला अब साँच्चीकै अप्ठ्यारो परेर सोध्या हो नि यबाट कोटेश्वर पुग्छ यो अवस्था देखेर मेरो अवस्था देखेर सोध्या हो नि यबाट पनि नर्क जाला नि भाइ सबै स्कुटर छ भने फुर्तिला हो क्या तँ जस्तो स्कुटरमा तुरुन्तै किनिदिन्छु फेरि भेटौँ भाइ बाई बाई कहाँ उता हेरेर यता कुरा गर्नुहोस् न मसँग जाबे एउटा स्कुटर पनि नहुने मान्छेले केटी पठाउनु खोज्दै तपाईँले स्कुटर चाहियो होइन एकछिन यसको स्कुटर किनेर ल्याउँछु म यहीँ बस्दै गर्नु है त ए भगवान् यो पैसाको पनि कति गाह्रो हो कि कति सङ्घर्ष गर्नुपर्ने यार यहाँ पैसा खोइ भगवान् लानुभयो खोइ मेरो स्कुटर एक्सक्युज मी म कतै ढिलो त भएन स्कुटर किन्नु भयो इगो हट भयो कि त्यही भएर चिया खाने पैसाले स्कुटर किनेर ल्याएको बस्नुहोस् जाने होइन तपाईँ जिम गर्नुहुन्छ कि हो किन र किन हुनुहुने हात त मर्छ छ तपाईँको असल मेरो स्कुल चोरी भएको चोरेर तपाईँले यो स्कुटर किनेर ल्याएको भने होइन ए तेरि किन्नको लागि टेस्ट ड्राइभ गरेर हो कि यसलाई नसोधिक तेरो एउटा स्कुटर किन्न सक्दैन ढाडेको कति हो तेरो स्कुटरको दाम 1,70,000 म केटालाई बोलाउँछु केटा एउटा स्कुटर तुरुन्तै किन्न पर्ने हो तिमीहरू म ठाउँमा आइज त पकमा मेरो केटा आउँदैछ है आइस तिमीहरू यो झिङ्गा लास्ट फुर्ती लाग्यो क्या यसको स्कुटर तुरुन्तै किन्न पर्ने हो तिमीहरूलाई जति पनि सापट्टि पैसा जान्छ नि लड सब निकाल्यो नि तेरो स्कुटर त साला तुरुन्तै किनिदिन्छु म जम्मा 1700 तिमीहरूलाई मैले 10 वर्षमा सापट्टि दिए जम्मा 1700 मात्रै हो कहाँ दाइ तपाईँले दिएको 1000 मात्र हो 700 त हाम्रो पर्सनल हो